नमस्ते मित्रहरू। बेलायतमा यही महिनाको 7 तारिक अर्थात् मे 7 मा स्थानीय निकायको निर्वाचन भयो र स्थानीय निकायको निर्वाचनको परिणामपछि बेलायतमा विभिन्न किसिमका टीका टिप्पणीहरू भइरहेका छन्। यसै सन्दर्भमा मैले रिफर्म पार्टी के हो, रिफर्म पार्टीका नेता नाइजेल फराज को हुन्, त्यसपछि अहिलेको स्थानीय निकायको निर्वाचनको परिणाम कस्तो रह्यो, यसको असर नेपाली समुदाय लगायत इमिग्रेन्ट अथवा आप्रवासीहरूमा कस्तो पर्छ र यो निर्वाचनको परिणामले भविष्यमा कस्तो सङ्केत गर्छ भन्ने बारेमा संक्षिप्त रूपमा चर्चा गर्दैछु। बेलायतको राजनीतिमा नाइजेल फराज चिरपरिचित नाम हो। उनीले सन् 2016 मा भएको रेफरेन्डम अर्थात् जनमत सङ्ग्रह, जसमा बेलायत युमै रहने अथवा युबाट बाहिर जाने भन्ने विषयमा जनमत सङ्ग्रह भएको थियो र त्यो जनमत सङ्ग्रहमा युनाइटेड किङडम इन्डिपेन्डेन्ट पार्टी युकिप भन्ने एउटा पार्टी थियो। त्यो पार्टीको नेतृत्वमा नाइजेल फराज थिए र उनीको नेतृत्वकै कारणले अर्थात् युकिप पार्टीको कारणले ब्रेक्जिट सम्पन्न हुनको लागि अर्थात् ब्रेक्जिटको फेभरमा भोट भयो भन्ने अनुमान गरिन्छ, अर्थात् त्यो एउटा विश्लेषण गरिन्छ। अनि अहिलेको जुन रिफर्म पार्टी छ, रिफर्म पार्टीको इतिहासलाई युकिप पार्टीसँग जोडेर हेर्नुपर्ने हुन्छ। सन् 2016 को रेफरेन्डममा युकिपले सफलता हासिल गरिसकेपछि सन् 2018 मा ब्रेक्जिट पार्टी भन्ने एउटा पार्टी खोलिएको थियो। त्यो ब्रेक्जिट पार्टीले सन् 2019 को युरोपियन पार्लियामेन्टको इलेक्सनमा राम्रो पर्फर्मेन्स गर्यो। त्यसपछि यो पर्फर्मेन्सपछि सन् 2021 मा पहिलोपटक यसलाई नाम परिवर्तन गरेर रिफर्म युके पार्टी गरिएको थियो। अर्थात् सन् 2018 मा गठन भएको ब्रेक्जिट पार्टी नै सन् 2019 मा युरोपियन युनियनको पार्लियामेन्टमा सहभागी भयो, भाग लियो र सन् 2021 मा यसको नाम रिफर्म युके भनेर राखियो। त्यो बेला यो रिफर्म युके गठन गर्नको लागि नाइजेल फराजले सहयोग गरेका थिए र अनि सन् 2024 मा मात्रै नाइजेल फराज रिफर्म युके पार्टीको नेताको रूपमा आएका थिए। सन् 2024 को इलेक्सनमा यो नयाँ पार्टी थियो र नयाँ पार्टीको रूपमा भाग लिँदा पनि यसले झन्डै 15% मत प्राप्त गरेको थियो र 5वटा पार्लियामेन्ट्रियन अर्थात् सांसदहरू जितेको थियो। 5 सिट जितेर 14.3% भोट प्राप्त गरेको थियो। यो भनेको झन्डै 41 लाख अर्थात् 4.1 मिलियन भोट यो पार्टीले सन् 2024 मा पाएको थियो। हामीलाई थाहा छँदैछ, सन् 2024 को जनरल इलेक्सनमा लेबर पार्टी सबैभन्दा ठुलो दल बनेको थियो। यसले 412 सांसद जितेको थियो र यसको भोट सेयर त्यो बेलामा 33.7% थियो भने अर्को दोस्रो पार्टी कन्जर्भेटिभ पार्टी बनेको थियो, जसको जम्मा 23.7% मात्रै भोट प्राप्त गरेको थियो। त्यो बेलामा यसले जम्मा 121 सिट जितेको थियो। युकिप पार्टीको सुरुवातबाट ब्रेक्जिट पार्टी हुँदै रिफर्म पार्टी बनेको यो दल आप्रवासी अर्थात् इमिग्रेन्ट कम्युनिटीहरूप्रति अनुदारवादी दल मानिन्छ। यसको घोषणापत्र र यसका नीति तथा कार्यक्रम हेर्नुभयो भने सबै जसो नीति तथा कार्यक्रमहरू बेलायतमा भएका सबै दलहरूका नीति तथा कार्यक्रमहरू मध्येमा अनुदार मानिन्छ आप्रवासीहरूप्रति। जस्तो कि यसको नीति तथा कार्यक्रमको सबैभन्दा ठुलो महत्त्वपूर्ण बुँदा आप्रवासीहरूलाई इन्डिफिनेट लिभ टु रिमेन अर्थात् यहाँ स्थायी बसोबास नदिने, 5 वर्षसम्मको लागि काम गर्नको लागि अनुमति दिने, 5 वर्षको काम गर्ने अनुमति सकिएपछि हरेक 5-5 वर्षमा रिन्यू गर्नुपर्छ भन्ने यो दलको अनुमान छ, यो दलको प्रोग्राम छ। त्यस्तै गरी यो दलले जुन फ्रान्सबाट स्मल बोट चढेर बेलायत आउँछन् तिनीहरूप्रति अति अनुदार हुँदै
उनीहरूलाई डिटेन्सन सेन्टरमा राख्ने अनि त्यसपछि गैर कानुनी रूपमा बसेका आप्रवासीहरूलाई आफ्नै देश फर्काउने अनि यहाँ आप्रवासीहरूको सङ्ख्या एकदमै कम गर्ने आदि जस्ता कार्यक्रमहरू नीतिहरू यो दलले लिएको छ। अहिलेको स्थानीय चुनावमा यो दलले धेरै सिट जितेको हुनाले आप्रवासीहरू अब आउने आम निर्वाचन जुन सन् 2029 हुँदैछ त्यसमा पनि यो दल ठुलो बन्यो भने आप्रवासीहरूप्रति यो निकै कडा हुनेछ भन्ने विश्लेषण गरिएको छ। यही विश्लेषणको आधारमा धेरै तर्क वितर्कहरू पनि गरिएका छन्, जस्तो कि यहाँ आप्रवासीहरूलाई बस्न नदिने अनि नाइजेल फराज ट्रम्पका पनि साथी भएको हुनाले ट्रम्पको नीतिसँग यिनको धेरै नीति मिल्ने हुनाले ट्रम्पले अमेरिकामा जे जस्ता नीतिहरू लागू गर्दैछन् त्यस्तै नीतिहरू यिनले लागू गर्छन् कि भन्ने अनुमान पनि गरिएको छ र यस कारणले आप्रवासीहरू यो दलप्रति सशङ्कित बन्न पुगेका छन्। यस्तो अवस्थामा रिफर्म युकेको भविष्यको जुन एउटा बाटो छ, विशेष गरी आप्रवासी समुदायहरूप्रति गरम हुने अर्थात् उनीहरू कडा रूपमा प्रस्तुत हुने कुरा स्पष्ट छ। तर यहाँ के आशंका छ भने रिफर्म युकेले मात्रै बहुमत प्राप्त गरेर एकलौटी सरकार चलाउन सक्छ भन्ने कुरामा आशंका गरिन्छ। त्यति मात्र होइन कि आप्रवासीहरूको जुन योगदान छ बेलायती समुदायमा, बेलायती अर्थतन्त्रमा, हरेक क्षेत्रमा त्यो उल्लेख्य छ र रिफर्म युकेले पनि यसलाई अस्वीकार गरेको छैन, यसलाई उसले पनि मानेको छ। यो अर्थमा उनीहरूले आप्रवासीहरूको सङ्ख्या न्यून गर्ने मात्रै भनेका छन्, आप्रवासी प्रति उनीहरू अनुदार छन्, तर गैर कानुनी रूपमा बस्ने आप्रवासीहरूप्रति। त्यस्तै गरी यसको प्रभाव बेलायतमा हाल पढिरहेका विद्यार्थीहरूमा पर्न सक्छ। यहाँ बसिरहेका वर्क पर्मिट लिइसकेकाहरूको अवस्थामा खास त्यस्तो प्रभाव पर्ने जस्तो म देख्दिनँ, तर जो विद्यार्थी भाइ बहिनीहरू यहाँ अध्ययन गरिरहनु भएको छ उहाँहरूले भने भविष्यमा यहाँ सेटल हुनको लागि, काम पाउनको लागि त्यति सजिलो अवस्था भने म देख्दिनँ। अब यो कुरा 3 वर्षपछिको कुरा, त्यसकारण अहिले नै हामी तत्काल आत्तिनुपर्ने अर्थात् बढी ठुलो चिन्ता लिइराख्नुपर्ने अवस्था होला जस्तो मलाई लाग्दैन। त्यसकारण यो अवस्थामा म के भन्छु भने आप्रवासीहरूले हामी जे जसरी काम गरिरहेका छौँ त्यसरी नै काम गर्ने हो। हामी जो यहाँ आएर बसेर कानुनी रूपमा काम गरिरहेका छौँ, हामी सम्पूर्ण कानुनी रूपमा बस्ने आप्रवासीहरूप्रति रिफर्म युकेको नयाँ जुन नीति छ त्यसले प्रभाव पार्दैन, असर गर्दैन भन्ने मेरो मान्यता छ। धन्यवाद।